अर्बौं रुपैयाँ, ठूला ब्याङ्कहरू र एउटा ऐतिहासिक कर विवाद। ब्याङ्किङ र बीमा क्षेत्रलाई नै तरङ्गित पार्ने कर्पोरेट कर सम्बन्धी एक अत्यन्तै महत्त्वपूर्ण संवैधानिक विवादको गहिरो विश्लेषणमा स्वागत छ। आज हामी सर्वोच्च अदालतको फैसलाको दोस्रो भाग, जसमा एफपीओ प्रिमियम, मर्जर लाभ र अदालतको अन्तिम फैसलाको आधार जोगिएको छ, त्यसलाई डिकोड गर्दैछौँ। आजको हाम्रो बाटो एकदमै स्पष्ट छ। विवादको जडदेखि लिएर एफपीओ र मर्जर लाभको खास अर्थ, दुवै पक्षका कडा तर्कहरू, अदालतले भित्रभित्रै केलाएका 6वटा मुख्य प्रश्न र अन्ततः त्यो ऐतिहासिक फैसलाको आधारसम्म हामी पुग्नेछौँ। सुरु गरौँ है त। सबैभन्दा पहिले यो पूरै विवादको जड अर्थात् संवैधानिक कर बहसभित्र पसेर हेरौँ। यो सबै सुरु भयो आर्थिक ऐन 2080बाट। कुरा के भने 2080 सालभन्दा धेरै अघि नै प्रमुख ब्याङ्कहरूले एफपीओ र मर्जरको काम सकिसकेका थिए। सबै कुरा सामान्य नै चलिरहेको थियो। तर एक्कासी जेठ र असार 2080मा सरकारले एउटा सूचना निकाल्यो, पुराना कारोबारमा पनि कर तिर्नुपर्ने। अनि के चाहियो? नेपाल इन्भेस्टमेन्ट मेगा, नोबेल ब्याङ्क, नेपाल लाइफ जस्ता ठूला संस्थाहरू सिधै सर्वोच्च अदालतको संवैधानिक इजलास पुगे। उनीहरूको एउटै प्रश्न थियो, वर्षौं अघि सकिएको काममा आज आएर कर माग्न मिल्छ त? अब कुरा गरौँ ती दुई प्राविधिक शब्दहरूको जसले यो पुरै हुन्डरी मचायो, एफपीओ र मर्जर लाभ। पहिलो शब्द हो एफपीओ प्रिमियम। यसलाई एकदम सरल भाषामा बुझौँ। मानौ एउटा शेयरको अंकित मूल्य 100 रुपियाँ छ, तर बजारमा त्यसलाई 1000 रुपियाँमा बेचियो। त्यो बीचको अतिरिक्त 900 रुपियाँ नै प्रिमियम हो। ब्याङ्कहरूले यही अर्बौंको प्रिमियम रकमबाट आफ्ना शेयर धनीलाई धमाधम बोनस शेयर बाँडेका थिए र राज्यको आँखा ठ्याक्कै यही पर्यो। यो बोनस शेयरमा कर लाग्छ कि लाग्दैन भन्ने नै यहाँको मुख्य लडाई हो। दोस्रो शब्द हो मर्जर लाभ, अर्थात् बार्गेन पर्चेज गेन। सुन्दा अलि गाह्रो जस्तो लाग्छ, तर कुरा सिधा छ। कहिलेकाहीँ व्यापारमा 1 र 1 जोड्दा 2 नभएर 1.5 मात्र हुन्छ नि। हो, दुईवटा संस्था गाभिना यदि नयाँ संस्थाको चुक्ता पुँजी पुरानो संस्थाहरूको कुल पुँजीभन्दा कम भयो भने त्यो बचेको फरक रकम पुँजीगत जगेडा कोषमा जान्छ। यो एउटा विशुद्ध अकाउन्टिङको कुरा थियो। तर प्रश्न उठ्यो, के यो बचेको रकमलाई आम्दानी मानेर कर लगाउन मिल्छ? अब लागौं निवेदक अर्थात् ब्याङ्क र बीमा कम्पनीहरूका मुख्य दावीतर्फ, पुँजी कि आय। ब्याङ्कहरूको सबैभन्दा ठूलो तर्क पुँजी र आय बीचको सैद्धान्तिक फरकमा अडिएको थियो। उनीहरूको भनाइ एकदम स्पष्ट थियो, हेर्नुस्, एफपीओ प्रिमियम र मर्जर लाभ भनेको त शेयरधनीले हालेको पुँजी पो हो त। यो व्यापार गरेर कमाएको नाफा होइन नि। करको विश्वव्यापी सिद्धान्तले नै भन्छ व्यापारिक नाफामा पो कर लाग्छ, पुँजी योगदानमा त लाग्दैन नि। यो तर्क साँच्चै नै वजनदार थियो। यति मात्र होइन, उनीहरूको अर्को गम्भीर संवैधानिक दाबी थियो भूतोलक्षी कर, अर्थात् समयमा पछाडि फर्केर कर लगाउनु। संविधानको धारा 115ले कानून बिना कर लगाउन पूर्ण रूपमा निषेध गर्छ। उनीहरूको प्रश्न थियो, वर्षौं अघि नै क्लोज भइसकेको कारोबारमा आज कानून बनाएर हिजोको मितिको कर माग्नु त सरासर असंवैधानिक भएन र? यो त हिजो गरेको कामको लागि आज कानून बनाएर दण्ड दिए जस्तै भयो नि। साथै उनीहरूले वैध अपेक्षाको सिद्धान्त पनि अघि सारे। विगतमा आन्तरिक राजस्व विभागले नै केही लिखित पत्राचारमा भनेको थियो कि प्रिमियमबाट बोनस शेयर जारी गर्दा कर लाग्दैन। अब राज्यकै आधिकारिक निकायले कर लाग्दैन भनेपछि त विश्वास गर्ने नै भयो नि। त्यही विश्वासमा काम गर्दा अहिले आएर एक्कासी कर माग्नु राज्यले आफ्नै नागरिकमाथि गरेको बेइमानी हो भन्ने उनीहरूको कडा जिकिर थियो। ब्याङ्कहरूको कुरा त सुनियो। अब हेरौँ सरकारले यसको कसरी बलियो प्रतिरक्षा गर्यो त। सरकार अर्थात् महान्यायाधिवक्ता र अर्थ मन्त्रालयको डिफेन्स एकदमै अचम्मको र बलियो थियो। उनीहरूको मुख्य तर्क थियो, हामीले कुनै नयाँ कर लगाएको होइन, न त भूतकालमा गएर कर नै मागेको हो। कर त आयकर ऐन 2058 अनुसार सुरुदेखि नै लाग्ने व्यवस्था थियो। जसले तिर्नुभएको थिएन उनीहरूलाई त हामीले उल्टै एकपटकका लागि शुल्क र ब्याज मिनाहा पो दिएका हौं त। छुट दिनु पनि कहीँ असंवैधानिक हुन्छ र? सरकारले आफ्नो कानूनी प्रतिआक्रमणलाई 3वटा सट्टिक बुदामा राख्यो। पहिलो, आयकर ऐन 2058 को दफा 56(3) ले मुनाफा बाहेकको रकमबाट लाभांश बाँडेमा त्यसमा कर लाग्छ भनेर पहिल्यै बोलिसकेको छ। दोस्रो, नेपालमा स्वयं कर निर्धारण प्रणाली छ, जहाँ करदाता आफैले कानून पढेर आफ्नो कर दायित्व पूरा गर्नुपर्छ। र तेस्रो,
विभागगत ती पुराना आन्तरिक चिठ्ठीपत्रहरूले संसदले बनाएको कानूनलाई काट्न सक्दैनन्। कानूनभन्दा माथि चिठ्ठी हुँदैन। यसरी दुई पक्षबीच कडा टक्कर परेपछि अब पालो आयो सर्वोच्च अदालतको। हेरौं अदालतले बनाएको विश्लेषणात्मक रूपरेखा। यो जटिल चक्रव्यूहलाई छिर्न अदालतले हावामा तीर चलाएन, बरु 6वटा एकदमै स्पष्ट प्रश्नहरू तय गर्यो। के यो मुद्दा संवैधानिक इजलासले हेर्न मिल्छ? एफपीओ प्रिमियम र मर्जर लाभमा कर लाग्छ कि लाग्दैन? के साँच्चै भूतलक्षी कर लागेकै हो त? वैध अपेक्षाको हनन भएको हो? र अन्ततः आर्थिक ऐन 2080 का दफाहरू संवैधानिक छन् कि छैनन्? यिनै 6 पिलरमा उभिएर अदालतले आफ्नो काम अघि बढायो। अदालतले यी 6वटा प्रश्नहरूलाई सिधै हाम्रा कानूनी र संवैधानिक आधारहरूसँग जोडिदियो। जस्तै धारा 115सँग जोडेर भूतलक्षी कानूनको परीक्षण भयो, अनि आयकर ऐनको दफा 56(3) जोडेर करको सैद्धान्तिक अवधारणा जाँचियो। यो एकदमै गहिरो र मिहिन कानूनी शल्यक्रिया थियो। र अन्ततः पुगौं यो पूरै विश्लेषणको निष्कर्षमा, अन्तिम फैसलाको आधारतर्फ। सबैभन्दा पहिले अदालतले आफ्नो क्षेत्राधिकार प्रमाणित गर्यो। सरकार पक्षले सुरुमै भनेको थियो कि यो मुद्दा संवैधानिक इजलासमा ल्याउनै मिल्दैन, तर अदालतले प्रश्न पारिदियो। जब कुरा संसदले बनाएको कानून संविधानसँग बाजिएको हो कि होइन भन्ने आउँछ, तब त्यसको परीक्षण गर्ने अन्तिम र असाधारण अधिकार संवैधानिक इजलाससँग मात्रै हुन्छ। त्यसैले यो मुद्दा खारिज हुँदैन, यसको सुनवाई मज्जाले हुन्छ। बाटो खुला भएपछि अदालतले एकदमै तार्किक पाइला चाल्यो। दफा 56 को उपदफा 3 ले लाभांशमा कर समेट्छ कि समेट्दैन भनेर मिहिन मूल्याङ्कन गर्यो। आर्थिक ऐनले नयाँ कर लगाएको हो कि साँच्चै एम्नेस्टी मात्रै दिएको हो भनेर ठम्म्यायो। यो हो वा होइन भन्ने हावाको भरमा गरिएको निर्णय थिएन, यो त प्रमाण र कानूनको कसीबाट गुज्रिएको एउटा कडा परीक्षण थियो। र यही जगमा उभिएर नै अदालतले आफ्नो अन्तिम ऐतिहासिक फैसला सुनाउने मार्ग प्रशस्त गर्यो। अब यो विश्लेषणको अन्त्यमा एउटा गम्भीर प्रश्न पक्कै मनमा उब्जिन्छ। सर्वोच्च अदालतले अपनाएको यो यति विस्तृत र कडा विश्लेषणात्मक रूपरेखाले भोलिका दिनमा नेपालको समग्र कर्पोरेट कर प्रणाली र कानूनी स्पष्टतालाई कुन दिशामा लैजाला? यसले राज्य र करदाता दुवैलाई अब कानूनको अक्षरशः पालना गर्नुपर्ने एउटा नयाँ युगमा प्रवेश त गराएको छैन? यसबारे पक्कै सोच्नुहोला। आजको लागि यति नै।